खेल पत्रकार रुपेन्द्रको सर्भिसबाट फेरि पनि आउनेछ मासर अलीको कडा प्रहार फर्स्ट लाइन टार्गेट गरेका थिए र टच आउट गराउन सफल भएका सुरुनी लाइनमा त नियन्त्रण देखिँदैन थियो तर एक्युरेटी थियो कि ब्लकरलाई टच गराएर साढे र त्यही भनिरहेका छन् यहाँ एफएफका खेलाडीहरू पनि कि हाम्रो हातमा छोएको थियो र रेफ्रेसन कपिल सिसी उनले भनेका छन् थियो किन नहुनु मै त छु यसको अगाडि ठिक विकास क्रीको सर्भिसबाट क्विक स्पाइक यहाँ सन्तोष महताको रोकिएको छ चान्स बल रुकुम पश्चिमको लागि माछर अनियन्त्रित किनकि सरोज बर्देवा गइसकेका थिए आफ्नो ठाउँबाट लासनलाई कभर गर्न चाहन्थे उनी तर बल भने माछरले अझ सायद त्यहाँ सुरेन्द्रको हातबाट ठोकिएर अपोजिट जान पुग्यो त्यसकारण चुकिए सरोज पनि पक्कै पनि यहाँ एफएफले चाहन्छ सन्तोष आउनेछन् र सफलता दिलाउनेछन् यहाँ सन्तोष मेहता नाम लिनुहोस् पटक पटक लिनुहोस् विभागीय ट्रफीमा जस्तो खेल देखाइरहेछन् उनी प्रदेश विरुद्ध पनि यो किसिमको खेल हामीले आज मात्र देखेका होइनौँ उनको यो खेल पटक पटक देखिरहेका छौँ नेपाल भलिबल सङ्घका अफिसियलहरू महासचिव रोशन श्रेष्ठ ताली बजाउँदैछन् यो खेलको मजा लिइरहेका छन् र दर्शकहरू पनि लिनेछन् जब आउनेछ यो किसिमको सट यहाँ क्वार्टर फाइनल हो दाउ धेरै ठुलो छ र माझर अलि मिस हुनुहुन्न त्यो दाउमा रुकुम पश्चिम त्यही चाहनेछ उनको सटिकता काम लागेको छ वलिद खानको सर्भिस विरोध सुपेन्द्र यहाँ पनि बचाएको छ क्या क्विक रियाक्सन रहेको थियो रुकुम पश्चिमबाट त्यसपछिको सर्ट पनि रोकियो आउनेछ माझर ब्लक सिंगल ह्यान्डेड ब्लक कसले गरे राजकुमार निरौला सही स्पट गरे अहिले भने माछरलाई र हेर्न सक्छौँ उपाध्यक्ष भरत शाह फर्मर क्याप्टेन उनी पनि सोचिरहेका होलान् जमानामा त मैले पनि यसरी प्रहार गर्थेँ मिस गरिरहेका होलान् सुपेन्द्र छ यहाँ राजकुमार विशल छ अङ्क पनि छ स्पोर्ट्सलाई हेर्न सक्छौँ मेडिकल टिमले पनि त्यो खुसियाली बनाइरहेको छ सायद रुकुम फ्यान हुनुपर्छ समर्थक हुनुपर्छ होइन तर एफएफको अङ्कमा त्यो खुसी देखियो खास त्यसो इन्जोय भइरहेको छ खेलको इन्जोय भइरहेको छ मानौ सबैको समर्थन खेलको इन्जोय यहाँ आउनेछ सर्भिसमा सुरेन्द्र केसी आएका थिए अहिले भने माझर अलीलाई केही गाह्रो भइरहेको छ पुनः पनि जानेछन् माझर अली कन्टिन्यू गर्नेछन् कसको लागि जानेछ माझर अलीका लागि जानेछ यो बल र अब आउनेछ अङ्क यहाँ एफएफको खेलाडीहरू कुरा गर्न चाहनेछन् किनकि त्यो जब सेकेन्ड अटेम्प्ट रहेको थियो त्यही नै उनीहरूले फलको अपिल गर्दै थिए हेरौँ एफएफको खेलाडीहरू तर त्यसपछि बल माझरसँग पुगेको छ थाहा भयो तत्काल आयो उनीहरू तर माझरले छाड्दैनन् हेर्न सक्छु यो उपस्थिति आज समर्थकहरूको निकै नै उल्लासपूर्ण उपस्थिति मैले भने यो त पारिपट्टिको त्यो जुन साइड छ यो वारिपट्टि मैले सिधैमा ठाउँ पाइनँ खास माथि बढ्ने त्यसकारण मलाई आउन टाइम लाग्यो यहाँ 10 अङ्कको बराबरी छ यो क्वार्टर फाइनल खेल यस्तै किसिमको रोमाञ्चक खेलको लागि नै समर्थकहरू आएका छन् टिकट काटेर माझर अली यसपटक त्यो पावरफुल सर्भिस उनको चान्स बल तसर्थ आएको छ तर पनि एपीएफ सुपेन्द्रले कसलाई खोज्नेछन् कसैलाई पनि मिलेन त्यो राम्रो बल अब पनि रुकुम पश्चिमको लागि आउनेछन् आफद मुस्तफा ब्लक सन्तोष महता मन्सस ब्लक सन्तोषको ब्लक यो मैले भनिरहेको छु सन्तोष एउटा यस्तो नाम हो एफएफको लागि पछिल्लो समय जुनसुकै अवस्थाबाट पनि अङ्क दिलाउन सक्ने क्षमता छ उनीसँग ब्लकबाट अङ्क दिलाइरहेका छन् उनले स्पाइकबाट अङ्क दिलाइरहेका छन् उनलाई थाहा छ यो खेलको महत्त्व आज निकै रोचक भइरहेको छ एक टिमले अर्को टिमलाई अग्रता लिने मौका दिइरहेका छैनन् र यहाँ फम्बल हुन पुग्यो गल्ती गरिरहेका छन् यहाँ रिसिभमा उत्कृष्ट खेल दुवै टिमबाट यहाँ भने लिडेर असफल भए गोपालु र टाइम आउट रुकुम पश्चिमबाट किनकि 2 अङ्क गुमाएको छ त्यसकारणले गर्दा यो टाइम आउटमा त्यही हुनेछ यदि सर्भिस तपाईँले राम्रोसँग लिदिनु भयो भने रिसिभ
त्यसपछि त आफै बन्नेछ। त्यो रिसिभिङमा अलिकति प्रब्लम भइरहेको मैले देखेको छु रुकुम पश्चिमको टिमबाट, र त्यस कारणले गर्दा त्यो रिसिभिङलाई अलिकति सुधार गर्ने निर्देशन दिन सक्छन् टाइम आउटमा प्रशिक्षकले। र प्रशिक्षक रहेका छन् तेज विक्रम बुढा। यस टिमका एमएसएम भिडियो लाइभ हेर्दै हुनुहुन्छ। नेपालको राष्ट्रिय खेल भलिबलको यो महाकुम्भ एनबिए च्याम्पियनसिप र पहिलो क्वार्टर फाइनल, दोस्रो क्वार्टर फाइनल सकिएको छ। यो तेस्रो क्वार्टर फाइनल हो आज। सन्तोष सर्भिसको लागि तयार। अहमद मुस्तफा, वालिद खानले मुस्तफालाई नै दिएका छन् र मुस्तफाको कडा प्रहार रोकेका छैनन् उनी। अहमद मुस्तफा पहिलो खेलदेखि नै कन्टिन्यू छ उनको यो खेल, डगमगाइरहेका छैनन् उनी। आवश्यक पनि छ टिमका लागि। आजको महत्त्वपूर्ण खेल कर्णालीको प्रतिनिधित्व गरिरहेको छ रुकुम पश्चिमले, त्यसैले पनि कर्णालीको समर्थन हेर्नुहोस् यहाँ भलिबलको, र यहाँ समर्थन आउनेछ एपिएफको पक्कै पनि। क्विक स्पाइक त धेरै राम्रो छ, तर सुपेन्द्रको त्यो सेटअप हेर्नुहोस् पहिला। मैले भन्ने गर्छु बारम्बार, सायद मै गएर उफ्रे पनि मैले पनि अङ्क त ल्याउँथेँ कि। पक्कै पनि त्यो किसिमको सेटअप तर धेरै राम्रो थियो रुपेन्द्रको त्यो सट। हो यसरी नै विकासले पनि विकास गरिरहेका छन् रुकुम पश्चिमको भलिबलमा। एकदमै यो किसिमको क्विक रियाक्सन आवश्यक छ, हामीले देखेका थियौँ, देख्दैछौँ। दुई खेल पत्रकारहरूले हिजोबाट नै त्यो लाइमलाइट लिइरहेका छन्, नमिता दाहाल र लक्ष्मी साक्य। सरोज परदेवा कसैले पनि ट्र्याक गर्न सकेन, किनकि त्यो अप्रोच रही थियो। पहिला त हेर्नुहोस्, पहिला त एयर अप्रोच लिने खेलाडीलाई हेर्नुहोस्, सम्भवतः रुपेन्द्र थिए। त्यस कारणले गर्दा त्यो मिडल एकजना ब्लकर उनलाई कमिट भएका थिए। त्यसपछि सरोज आए पछाडिबाट लुकेर शानदार सट। सरोज परदेवाको विभागीय टोली अग्रतामा छ। यो पहिलो सेटमा पाकिस्तान खेलाडी सम्मिलित रुकुम पश्चिम विरुद्ध लिभेरो गोपाल विकास लगातार अहिले आइरहेका छन् क्विक अट्याक लिएर उनी, र वालिद खानले उनलाई नै दिइरहेका छन्। स्कोर आइरहेको छ उनीबाट, सहज पनि भइरहेको छ। वालिद खानको त पुरै छोडौँ, एकदमै राम्रो खेलाडी। सेटअप त्यही अनुसारको मिलाइरहेका छन् उनले, मुस्तफालाई त्यही अनुसारको मिलाइरहेका छन् उनले, माझर अलीलाई त्यही अनुसारको सेटअप मिलाइरहेका छन्। चान्स बल र माझर अली छोड्दैनन् यस्तो चान्सलाई। यसलाई भनिन्छ चान्समा डान्स। डान्स त आज रुकुम पश्चिमका समर्थकहरू गर्ने जोसको सहित त आएका छन्। हामी त आज डान्स गर्छौँ भनेर आएका छन्, तर त्यो एपिएफको हातमा छ। अब चौथा अहमद मुस्तफा सर्भिसमा, उनको होम सर्भिस यति आनन्ददायक हुन्छ हेर्न। ठिक छ, बेला बखत यस्तो पनि हुन्छ नेटमा। गीत पनि हेर्नुहोस् कति रमाइलो छन्। भलिबल राष्ट्रिय खेल लोकगीतहरू बज्छन् बेला बेलामा, हामीलाई त आनन्द आउँछ यहाँ। म त बेला बेलामा मुभ दिइरहेको हुन्छु डान्सको भनेपछि समर्थकहरूले र केही अफिसियलहरूले नदिने त कुरै भएन। उहाँ त अझ भलिबलको एकदमै अस्ति हो। एकदमै रोचक खेल, रमाइलो खेल जानेछ मजरको लागि। हम्बल हुन पुग्यो यहाँ सन्तोष, के गरिरहेका थिए, उनलाई लाग्यो बल गइसकेको छ पछाडि, तर थिएन सन्तोष। यसमा तपाईँ माझरको प्रेजेन्स अफ माइन्डलाई तारिफ गर्नुहुनेछ। उनलाई थाहा थियो त्यो एउटा रिस्क लिएका थिए, यहाँ जे पनि हुनसक्छ, चान्स बल पनि जान सक्थ्यो, तर गल्ती गर्न पुगे एपिएफका खेलाडीहरूले। विकासको सर्भिस हो, हल्का हातले लिएका छन् यहाँ। रुकुमको सानो उनी पनि सुरेन्द्र केसी। हेर्नुहोस्, जिन्दगीमा घात आफ्नैबाट हुन्छ भन्ने कुरो यही हो। सायद परिचय गर्न बिर्सियो होला नि सायद सुरेन्द्रले। एकचोटि गएर बरु रुकुम पश्चिमले परिचय गरे हुन्थ्यो, तपाईँको टिम हो, तपाईँको ठाउँको टिम हो यो। तर आज सुरेन्द्र जुन किसिमले सुरुवातदेखि नै मात्र होइन, यहाँ ब्लक हेर्नुहोस् यो, वाउ। आज हामी त्यो मिडल ब्लकरहरूबाट त्यो ब्लकहरू देखिरहेका छौँ, तर राजकुमार निरोला यो दोस्रो पटक मन्स्टर ब्लक गरेका छन् उनले। टोलीले डिफेन्सिभ पोइन्टहरू पनि राम्रोसँग लिइरहेको छ। यो धेरै ठुलो क्रुसियल अङ्कहरू हुन सक्छन् यस्तो किसिमको। सुपेन्द्रको सर्भिस निकै नै गाह्रो तरिकाले खाली ठाउँ खोज्न चाहन्थे उनी। माझरको म्याजिकल स्पाइक, शानदार शक्तिशाली माझर। हेर्नु त्यो बलको हाइट र त्यसपछिको त्यो सट, फर्स्ट लाइन 2 मिटर लाइनलाई टार्गेट गर्छन् उनी।
पनि के परिवर्तन हुनेछ रुकुम पश्चिमबाट डायमन्ड खड्का वेस्ट गर्नेछन् यदि पश्चिमेली भलिबलमा त्यो रुकुमको भलिबल अझ त्यस आसपास क्षेत्रमा डायमन्ड पहिलो सुपरस्टार हुनु नि त्यस क्षेत्रका लामो समयपछि आएका छन् डायमन्ड फुटोकले त काम गरेको छ एपीएफ को तर माझरलाई रोक्यो भने अझ राम्रो पक्कै पनि सुपेन्द्र उत्तिकै राम्रो रेस्पोन्ड पनि यहाँ तर बाहिर छ यसलाई पनि नेसेक आउट सरोज पर्देवा खुसी हुनेछन् चुपेनको लिड फेरि पनि पाएको छ पुलिस फोर्सले विनोद यहाँनिर विनोद चन्द उसले छोडिदिन भनिरहेका थिए त्यहाँ धकेले राजकुमार निरोलालाई उनले यो हुन्छ अनुभवी खेलाडीको परिचय उनी त प्रपर क्याप्टेन मेटेरियल खेलाडी लाग्छन् मलाई विनोद चन्द एकदमै चलाखीपूर्ण खेल अनुभवको खाँचो सबै खेलाडीलाई सुरेन्द्र केसी आउनेछन् यहाँ सर्भिस लिएर यो पटक एकदमै राम्रो डिफेन्स यहाँ र यहाँ मेन्टालिटी हेर्नुहोस् कहाँबाट आउँछ थाहा छ सबै बसायो वान ह्यान्ड सुपेन्द्रले पहिला त उनलाई जानेछ क्रेडिट त्यसपछि राजकुमार निरोलाले जस्टिफाई दिए उनको त्यो मेहनतलाई राम पुलिस फोर्स विभागीय टोलीले आफ्नो वर्चस्व देखाउँदैछ पहिलो सेटमा आज अहमद मुस्तफालाई हामीले त्यति गेममा देखेका छैनौँ उनी नै निर्णायक हुनेछन् जस्तो लागिरहेको छ मलाई तर माझरले भने शक्तिशाली प्रहारहरू गरेका छन् यदि कतै प्रब्लम छ भने त्यो डिफेन्समा रुकुम पश्चिमको र रिसिभिङमा यो दुईटा कुरालाई उनले सुधार्न चाहनेछ र एपीएफ भने पुरा जोसमा छ विभागीय टोली र राम्रो गरिरहेको छ एटलिस्ट उनीहरूलाई एउटा कन्फिडेन्स के कुराले पनि मिल्नेछ भन्दा पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिम जो एउटा जल्दो बल्दो टिमको रूपमा छ त्यस टिमलाई यसरी ट्याकल गर्नु प्रेसरमा राख्नु किनकि जावला खेल जस्तो टिमले एकचोट हराएको हो रुकुम पश्चिमलाई जुन जावला खेल हिजो बुढा नीलकण्ठसँग एकदमै सहज तरिकाले हारेको थियो हेर्नुहोस् त्यस कारणले गर्दा विदेशी खेलाडी भएर मात्र हुँदैन तपाईँको टिमको गेम प्ले कस्तो छ त्यहाँ विभागीय टिम अब्बल देखेँ मैले अहिलेसम्म त यहाँ भने सर्भिस एरर माझर अली यसपटक नयाँ जर्सी छ फर्मर च्याम्पियन पनि हुन् एनबिएको सरोज पर्देवालाई कुनै पनि गएनन् रोक्न माझर त तयार नै थिएनन् उनी त निराश हुने नै छन् पक्कै पनि निराश हुनेछन् तर त्यहाँ ब्लकरहरूबाट भने त्यो सही भइरहेको छैन काम बाहिरको बललाई पनि त्यसरी पठाउँछन् भने त सोच्नुहोस् तपाईँको डिफेन्समा गडबड छ माझर अति नै निराश क्या कर रहे हो गाइज यही बोलिरहेका थिए उनी निराश हुनेछन् सन्तोष आउनेछन् यहाँ सर्भिसमा एपीएफ को लागि कन्ट्रोल हुनुपर्नेछ यहाँ अहमद के सफल हुनेछन् फम्बल भएको छ यहाँ बल क्लियर भएको छ फेरि र अब यहाँ के गर्नुहुन्छ पुष्कर सिंह धामीलाई दिनुस अङ्क रुकुमलाई अझ पनि मलाई लाग्छ यहाँ पनि राम्रो रणनीति रह्यो वलिद खानबाट अझै पनि त्यो ओपन स्पाइकरहरू मैले त्यति इफेक्टिभ अझै फिल गर्न पाइरहेको छैन रुकुम पश्चिमका सुपेन्द्र क्या गजब खेलिरहेका छन् उनी सरोज पर्देवाको लागि आहा यो अङ्क हेर्नुहोस् आम पुलिस फोर्सको गण्डकीका दुई युवा खेलाडीहरू मिस हुन दिइरहेका छैनन् गण्डकीका समर्थकहरूलाई कि आफ्नै खेलाडीहरू आफ्नै जसले एज लेभलमा गण्डकीलाई रिप्रेजेन्ट गरेका छन् सुपेन्द्र सरोजले त धेरै खेले उनीहरू एपीएफको लागि खेलिरहेका छन् दुईजनाको कम्बिनेसन अत्यन्तै सलिड अब पनि महेन्द्र आइरहेका छन् किनकि यो समयमा अब डिफेन्स पनि राम्रोसँग गर्नुपर्नेछ महेन्द्र अनुभवी खेलाडी हुन् सुपेन्द्र बाहिर रहँदा उनले नै त्यो ब्याकवर्ड सम्हाल्नु पर्नेछ तर अहमद मुस्तफा क्या सर्ट थियो आर्म स्विङ तपाईँ चन्द्र कुमारको हामी हिजो कुराकानी गरिरहेका थियौँ लगभग त्यही प्रकारको स्पाइक थियो यो एपीएफको लागि चान्स र त्यसमा पनि प्रहार फल भएको छ अङ्क रुकुम पश्चिमलाई नेटमा प्रहार गर्नु पुगे राजकुमार अझै पनि त्यो मार्जिन कम गर्न सक्छ माझर त निराश छन् उनी सन्तुष्ट छैनन् उनको बडी ल्याङ्ग्वेज डाउन छ यहाँ म राजकुमार भन्दै थिएँ एपीएफका शैलेन्द्र यादव हुन् उनी उनले पनि नेटमा प्रहार गरे के एउटा ट्विस्ट आउन सक्छ मात्र 2 अङ्कको अग्रता हो जीवन शाही सर्भिसमा महेन्द्र
यो सर्ट रहेको थियो शैलेन्द्र यादवबाट। यङ्स्टर हुन्, एज लेभलबाट आएका खेलाडी मधेसका र उनलाई कोशी प्रदेशले पनि धेरै सहयोग गरेको छ उनको भलिबल करियरमा र प्रायः जसो आफ्नो करियरमा उनी त्यही आसपासमा खेलिरहन्छन्। र जब पूर्वको भलिबलको कोशी प्रदेशको कुरा गर्दैछु, यहाँ विमल भण्डारीज्यूलाई देखिसकेँ मैले, ताप्लेजुङ जिल्ला भलिबल सङ्घका अध्यक्ष। कोशी प्रदेशको लागि आज आफ्नै पहलमा व्यक्तिगत रूपमा त्यो जर्सी आज जुन प्रदेशले लगाएको थियो त्यो जर्सी हिजो दिएका हुन् उनले कोशी प्रदेशलाई। ब्युटिफुल अहमद मुस्तफा, क्या छ उनको त्यो चन्द्र कुवरको झलक, सायद मैले त देखिनँ। र सायद यस्तै हुनुपर्छ स्पाइक, उनको त्यो आर्म स्विङ जति हातको त्यो लेन्थलाई खिच्छन्, क्या टाइमिङ छ, क्या श्रम छ अहमद मुस्तफा। यहाँ पनि मिस गर्नु हुँदैन, मैले भनिरहेको थिएँ यहाँ मिस गर्नु हुँदैन, अन्तिम समयमा आएर मिस गर्नु हुँदैन, आवश्यक थिएन यो, बरु सहजै कटाउनुहोस्। त्यो टार्गेट गर्न खोजिरहेका थिए उनले। उनको पावरफुल सर्भिस हुन्छ, यहाँ भन्यो त्यो पावर होइन, उनले हल्का त्यो जुन खाली ठाउँ थियो 2 मिटर लाइन आसपासमा त्यही ल्यान्ड गर्न खोजिरहेका थिए। अहमद मुस्तफा माछर आएका छन्, यहाँ मात्र 2 अङ्क टाढा छ एपिएफ, तर 2 अङ्क चाहिएको छ बराबरी गर्नको लागि रुकुम पश्चिम भलिबललाई। धेरै मेहनत गरेको छ एपिएफले, अत्यन्तै हार्डवर्क डिफेन्समा, स्पेसली त्यो ब्लकहरू जसरी राजकुमारले गरेका थिए, क्रुसियल ब्लकहरू। महेन्द्र हाइटमा पुगेका छन्, बललाई शैलेन्द्र यसपटक मिस गर्न पुगेका छन् र के यो अर्को एउटा ट्विस्ट हो स्केलमा। शैलेन्द्रलाई महेन्द्र चौधरी, महेश चौधरी के अझै पनि कन्टिन्यू गराउनेछन्। युवा स्पाइकर दबावमा देखिएका छन् उनी, एउटा स्पाइक सफल भएको छ, उनको 2वटा स्पाइक असफल, किनकि यो ठुलो म्याच हो, यो युवा खेलाडीहरूलाई सहज हुँदैन यो हाई प्रेसर गेममा क्वार्टर फाइनलमा सबै कुरा एक्युरेट राख्नको लागि। के टिकटकमा आज फेरि हेर्न पाउनेछौँ हामी भूपेश? पक्कै पनि टिकटकमा त्यो देख्न सकिनेछ। सबै तरहले आज रमाइलो भइरहेछ सबै टाइममा, र त जायज पनि छ, किनकि तपाईँ राष्ट्रिय खेल भलिबललाई हेर्दै हुनुहुन्छ भनेपछि अभियसली अलिकति त्यो इन्जोयमेन्ट, त्यो क्यामेरा फ्यामिलियर त्यो एउटा हुन्छ आजकलको जेनेरेसनमा अझ, र यहाँ फ्यामिलियरको हुनेछ आवश्यक छ टिमको लागि। र सुरेन्द्र नेट टच हुनु पुग्यो, यहाँ प्रयास पनि राम्रो थियो सुरेन्द्रको। त्यहाँ सेट पोइन्टमा छ पुलिस फोर्स, हेर्न सक्छ त्यो अप्रोचले मलाई सुरुमा त एयर अप्रोच जब सन्तोष महताले लिएका थिए त्यहीबाट गडबड गरिसकेको थियो रुकुम पश्चिमले। ट्रेस गर्नुपर्छ, स्पाइकर त आउने नै छ, एपिएफको गेम प्ले रहेको छ, त्यो यसपटक पनि क्विक स्पाइकलाई क्या डिफेन्ड गरे सरोज बर्देवाले, र त्यसपछि पनि सेट पोइन्ट हासिल गर्यो। पुलिस फोर्स पहिलो सेट जितेको छ क्वार्टर फाइनलमा। विदेशी खेलाडी